हेलो गाइज एन्ड फेरि म चाहिँ ब्याक भइसकेको छु र अहिले चाहिँ आज चाहिँ हाम्रो लेटाङ मोरङतिर अब पानी पऱ्यो अनि त्यही भएर चाहिँ हामी अहिले यसो हेरौँ न त बाढी आएको छ कि छैन भनेर यसो हेर्नु गएको जाँदैछौँ हामी 3 भाइ होइन एक भाइ चाहिँ अब अनुहार नदेखाउने भन्दैछ क्या हजुर हाम्रो चाहिँ फेरि यस्तो छ हाम्रो चाहिँ सहरभन्दा पनि गाउँ क्या गाउँ छ जस बबाल ठाउँ छ काले 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 अबे साले ला त ओइ मेरो दिदी त्यहाँ छ ला न यो बुक त मलाई नयाँ हामी चाहिँ यहाँ बस्तिर बबाल हावा आउँदैछ बबाल यस्तो छ हाम्रो चाहिँ भ्यूहरू यस्तो छ यहाँ चाहिँ हाम्रो साथी केटाहरू छौँ होइन यहाँ चाहिँ फोटो लिँदैछ क्या अहिले केटाहरू फोटो जोस लिँदैछ हामी चाहिँ भन्नु पर्दै आज चाहिँ फेरि हामी भन्दैमा अब फोटै खिच्नुको लागि भए पनि आएको क्या हामी बगाल हावा चल्दैछ यहाँ हेर्न पनि सक्नुहुन्छ कस्तो बगाल आउँदैछ हावा भनेर जोस केटाहरूसँग आएपछि ओभर रमाइलो पनि हुन्छ क्या गाउँकै केटाहरू दाइ भाइहरू सबैजना आउँदा चाहिँ बवाल हुन्छ क्या र हामी चाहिँ अहिले यहाँ ड्रेस चेन्ज गरेर हल्का फोटोसोटो खिचिँदैछ र गाइज हामी चाहिँ अहिले फोटो खिच्दै थियौँ र फोटो खिचिसकेपछि चाहिँ यहाँ केटाहरू फोटो अझै खिच्दैछ र अहिले चाहिँ हामी घर जाँदैछौँ घर गएपछि अब फुटबल खेल्ने कुरा हुँदैछ नि साथी फुटबल खेल्ने हामी अनि फुटबल खेलिसकेपछि चाहिँ अनि जाने हो यहाँ यो चाहिँ हेर लुगेर तर भाइ अघि तेरो अनुहार क्याप्चर भइसक्यो नि अब चाहिँ जान्छ त टिकटकमा त भाइरल हो आम त भाइरल हुने हो म भ्लगमा आउनु चाहन्न का अच्छा जेस केटाहरू ओभर रमाइलो छ मेरो केटाहरू र अब चाहिँ होइन फुटबल खेल्न जाने हामी पनि फुटबल खेल्न गएपछि फुटबल तपाईँहरू को खेल्नुहुन्छ कमेन्ट गर्नु होला यस कमेन्ट ओके अहिले म फुटबल खेलेँ भने चाहिँ अहिले फुटबलको पनि भ्लग हाल्छु ल ओके बाई